टक्क लाग्छ त हिँड्ने बाटो जानुपर्ने ठाउँ हो सही है है जानुपर्ने यता आइछ त बस कता देखिरहेको छ त्यो त जानु हिँडेर नि जानु दिँदो रहेछ नि ल सिधै तल पुग्ने रहेछ त हिँड्ने बाटो चिप्लेट जाउँ भने तल पुग्ने हिँडेर गयो भने त्यति टाइम त लाग्दैन 1-1.5 घन्टा पहिलाको त त्यो हिँडेर आउने बाटो त अनि खोलेको कति भयो 4-5 वर्ष भयो होला कस्तो लागिरहेछ ब्लङ है दुःख गरेर आयो है जाने बेलामा कति दुःख हो यस्तो छ होइन हिउँ चाहिँ परेको छैन हिउँ परेको छ भनेर चाहिँ नझुक्किनु त्यही हो यहाँ हाम्रो नजिकको हिमालय भयो होइन बादलले छेकेको छ यस्तो छ यो चाहिँ आउने बाटो जाँदैछु माथि चढ्नलाई यो माई डियर वाइफ भगवानको मन्दिर चाहिँ एकदम दरबार जस्तो ठुलो होइन हिँड्नुहोस् अब गेट इन्ट्री गरौँ स्वर्ग स्वर्ग हेर्ने हो स्वर्ग स्वर्ग यही त हो नि होइन हामी चाहिँ स्वर्ग जाँदैछौँ स्वर्ग जाने गर्नु यस्तो छ स्वर्गहरू स्वर्ग दर्ग भयो होइन यहाँ चाहिँ जाँदैछु है यहाँ चाहिँ यस्तो छ स्वर्गको ठाउँ त्यहाँ अलिअलि हिउँ परेको देखिरहन्छ खोल्सातिर त्यहाँनिर हामी कहाँ कालिम्चोक भगवती मन्दिर दोलखा जिल्ला खरडुङ्गामा छ यो चाहिँ यही हो हिमाल पनि खत्राइसकेको छ आऊ न तिमी कहाँ यही हो एरिया चाहिँ एक राउन्ड घुम्न त घुम्दै धप्प लगाएर होइन अगाडिको बाटो देखाउँछौँ तपाईँहरूलाई यस्तो छ कता बरु चाहिँ रङ बाटो आयो क्या हाम्रो चाहिँ हो नि उल्टो बाटो आएछ मन्दिर जाने यतै होइन यता सही बाटो नै हिँड्नु हामी ल यहाँ छेउछेउमा बोर्ड पनि राखिदिएको छ मन्दिर जाने बाटो भनेर होइन त्रिशुलहरू अब केबल कार चढेर आए पनि अलिकति हिँड्न चाहिँ पर्छ होइन बाटो यही हो कि अलिकति वकिङ हान्नुपर्छ गाडी छैन राम्रो छ जे होस् एकदम भाइब्स दामी आउँछ पहाडमा हिँडे जस्तो होइन के छ बुढी हाल खबर माइन्ड ब्लोइङ हो कस्तो लागिरहेछ त आफ्नो गाउँ स्वर्ग छैन स्वर्ग यही हो केटा हो होइन अब एकचोटि यसो खिच्नु हुन्छ कि हाम्रो अगाडि आइदिउँ
अब त्यो पसले साउनीले चाहिँ पानी छैन जस्तो कुरा गरे माथि, अनि पानी लिएर आउनुपर्छ। पूजाको सामान यही हो। अब यो पानीले हात धुने, भगवान्लाई आमालाई यो चढाउने, अनि टक्क फर्किने। होइन त्यहाँ जल पनि लिने हो। जल पनि माथि माथि कुण्डको जल। कुण्डको जल पनि छ यहाँको विशेषता कुण्डको जल हो कि। स्पेसली यो पानीको बोतल लिनु चाहिँ त्यहीको लागि है। त्यहाँको पानी चाहिँ यो पानी हात खुट्टा धुने, अनि यो पानीलाई चाहिँ उ गरेर त्यहाँको पानी ल्याउने विशेष। ल हामी जाँदैछौँ। सँगै आएको टाइम उहाँ पुग्यो, ब्याग बोकेर हेरेर चाहिँ टिका टी देखाइदियो त दाइलाई। फेरि सुरु हो के भन। अघि चाहिँ अलिकति टेक्निकल इस्युले गरेर बिचमा बुढीले क्यामेरा कटआउट हान्दैछ होइन। फेरि सुरु गर्दैछौँ। अब यो भिडियो मार्फत हेरेर आउनु होला। बाटो यस्तै हो, दामी छ होइन। टक्क केही नभए नि 500 क्यालोरिज चाहिँ 100% दामी हो। एक्सर्साइज फिटनेस बढाउनु पर्छ। आऊ न आऊ फोटो त हानिहाल्यो होला। अहिले घामको बुढीले कस्तो राम्रो आएको। अब यहाँ भ्लग बनाइरहेको छ बुढी, फोटो भने ल ल हिँड्नुहोस् हिँड्नुहोस्। गाह्रो छ बुढीलाई। बुढी भने यस्तै कुरा हो होइन। चित्त बुझाउन अलिकति गाह्रो छ, तर बुझ्न चाहिँ बुझ्छ। एट द इन बुझ्छ कुरो। तपाईँलाई कस्तो लागिरहेछ आज? हल्का रमाइलो चटपटे दिएको। अब को छ डिएसपीहरू एसएसपीहरू होइन, सम्पर्क गर। अब डिएसपीको फुल फर्म र के अरे एसएसपीको फुल फर्म थाहा छैन भने चाहिँ म एकछिनमा भनौँ ल। एसएसपीको फुल फर्म भनेको सुपर स्वास्नी पीडित होइन। अनि डिएसपीको फुल फर्म भने चाहिँ डेन्जर स्वास्नी पीडित। तपाईँ चाहिँ कुनमा पढ्नुभयो? म डेन्जर स्वास्नी पीडितमा पढेँ। अलिकति धेरै त मिल्दैन, हल्का हो। स्वर्ग साथी हो, स्वर्ग। पुल देखाइदियो म त के अरे हाम्रो आमा चाहिँ वहीँ बास गर्नुहुन्छ होइन। अब आमालाई भेट्न पनि लगभग 30 वर्ष 31 वर्ष लाग्यो। बल्ल आमाले चाहिँ बोलाउनु भयो, छोरालाई बोलाउनु भएछ। अब आमालाई नभेटिकन त बस्न सकिँदैन होइन। संसारमा एउटै चिज छ सबैभन्दा ठुलो, आमा। अब आमालाई भेट्न जाँदैछौँ हामी चाहिँ। के छ त पिछा? मेरो आमा तिम्रो पनि आमै हो, सासु आमै हो। त्यही हो, बाटो यस्तै छ होइन। अब हामी चाहिँ हिँड्छौँ, त्यहाँ माथि गएर मन्दिरको देखाउँछौँ। यदि खिच्न मिल्ने रहेछ भने चाहिँ है त, अहिलेको लागि यहीँ नै बगेँ। अब तिम्रो पालो हो क्या? बोल के हुन्छ? गुफा त्यहाँ छ साथीहरू होइन। मन्दिरको देखाउँछु भनेको थिएँ, देखाएँ। बुढीलाई अलिकति चिसो लाग्यो जस्तो छ। सास राम्रो रहेछ। एक पाइला एक सास त्यसरी दिनुहोस्। यहाँ अलिकति जानकारीको लागि सूचना बढ्छ। अनि सबसे इम्पोर्टेन्ट म्यासेज चाहिँ फोहोर जताभावी नफालिदिनु होला होइन। एकदम पवित्र तीर्थस्थल हो, आमाको मन्दिर हो होइन। त्यो कारणले चाहिँ फोहोर जताभावी नफालौँ। यसरी फोहोर फाल्नु हुँदैन होइन। यो हाम्रो भनेको पहिचान हो, हाम्रो हेरिटेज हो होइन। तपाईँ हामी सबैको दायित्व हो यो ठाउँलाई सरसफाइ राख्ने होइन। त्यो भएर फोहोर चाहिँ जताभावी नफालिदिनुहोस्। ल हिँड्नुहोस्। अब फोटो भन्छ बुढीले, फोटो खिचिदिन्छु। यस्तै छ होइन स्वर्ग साथीहरू। अब हिमाल यहाँ छ, के अरे बादलले चिरेको छ। अब म बुढीको फोटो खिच्छु एकचोटि। ल यता हेर्नुहोस् त, यता हेर्नुहोस् होइन।
भिडियोमै डाइरेक्ट त्यहाँ मन्दिर एक लट देखाउँ स्वर्ग इन्ट्री भयो हैन अब सुरुमा चाहिँ हाम्रो आमा नै विराजमान हुनुहुँदो रहेछ गेटियरी हो घन्टी बजाउँछु चाहिँ जाऊ अगाडि यस्तो हुनुहुन्छ यसरी जताततै के अरे हुनुहुन्छ आमा उहाँ भगवान् उहाँ हुनुहुन्छ गणेश भगवान् यही हो पुलको बिचमा छ दुईटा पहाडको बिचमा हो यहाँ चाहिँ पहाड जाने पुल भइहाल्यो मेन मन्दिर जाने अब सबैलाई थाहा भएकै कुरा हो गणेश भगवानको पूजा नगरिकन केही कार्य सफल हुँदैन त्यही भएर खोल्नुहोस् के हुन त्यहाँ गएर ढोक न दण्डवत मात्र गर न माथि हो मेन बुढीले चाहिँ ढोक्दै हुनुहुन्छ होइन टक्क लगाएर गणेश भगवान् उता आमा गणेश भगवानको प्रार्थना गर्दै हुनुहुन्छ आमा हुनुहुन्छ उहाँ चाहिँ हामी सबैको आमा होइन त्यही भएर अब दानपत्र नि छ त्यहाँ दान हाल्न सक्नुहुन्छ तपाईँहरू त्यो दान भनेको मन्त्री परिषदमै जाने कुरा हो जम्बुरी आउनुहोस् न ए दानपत्रमा हाल्नु राजा माथि तिमी जाऊ न पहिला म जुत्ता त हराउँदैन होला यो चाहिँ दुईटा पहाडको बिचमा छ होइन यस्तो हो यो चाहिँ अलिक समाउनु चाहिँ पर्छ होइन धेरै सुपरम्यान नबन्नु खोज्नु होला यस्तो गहिरो छ है समातेर बिस्तारै जानु होला त्यही हो है अब यहाँ अन्तिम मेन मन्दिर छिर्यौँ हामी जुत्ता कहाँ राख्ने यहाँ राख्ने ल आउनुहोस् यस्तो छ त्यहाँबाट आएको होइन पहाड एउटा यहाँ भयो एउटा यो पहाड हो माता भगवती मन्दिर यहाँ हुनुहुन्छ आमा यहाँ विराजमान हुनुहुन्छ सबैले आउनु दर्शन गर्नु कृपया फोहोर चाहिँ नगरिदिनु होला यहाँ हाम्रो पवित्र स्थल हो ठाउँ ठाउँमा यसरी डस्टबिनहरू राखिदिएको छ राम्रोसँगले पूजा गर्नुहोस् है त अहिले यति भन्दै राखेँ यो पछौरा चाबी भयो फर्म सक्यो यो चाहिँ मुरे बजार यसरी दाइले दाउरा चिर्दैछ बाल्नु पर्यो होइन म्याडम ओ म्याडम कसलाई हेर नानीहरू
जाडो है धेरै नै चिसो भयो अगोटा पनि जरी जाडो छ मुडे बजार ल बाई बाई यहाँ गलिहाल्नु खै अबे पानी एकछिनमा अब त फिल्ली पुगिहाल्छौँ चढ्नै सक्नु भने क्या चर ल म्याडम मिनी ग्रेट वाल दोलखाको दोलखा नेपालको छिर्दैछौँ कस्तो लागिरहेको छ ग्रेट वाल चढ्नु चिसो चिसो त अनि चिसो ठाउँै चिसो अनि भइहाल्छ नि होइन हुन्छ नि है बिहान बिहान चिसोमा हाफ लगाएर उकालो चढ्दा एक्सर्साइज पनि हुन्छ होइन यो चाहिँ दोलखा जिल्ला सैलुङ गाउँपालिका नेपालमा पर्छ होइन म्याङ छ घुम्नको लागि बवाल प्लेस हो आउनु होला हेर्नु होला सबैलाई एउटै म्यासेज आउनु घुम्नु रमाइलो गर्नु फोहोर जथाभावी नगर्नुहोस् होइन फोहोर फालेर हैरान गर्छ चिजबल सिजबल त्यो चाउचाउ लिएर आउँछ खाने हो रमाइलो गर्ने भ्यू इन्जोय गर्ने तर त्यसलाई डस्टबिन नभेटेसम्म पकेटमा हाल्ने हिँड्ने जहाँ डस्टबिन भेट्छ त्यहाँनिर हाल्ने किनभने यो भने हाम्रो हेरिटेज हो तपाईँ हाम्रो जिम्मेवारी हो यसलाई सरसफाइ राख्ने फोहोर नगरौँ होइन सुन्तला फोहोर गरिदिएछ तरिका हो यस्तो राम्रो ठाउँलाई फोहोर गरेर होइन बढी ल त्यहाँ प्लास्टिक यो व्यवहार चाहिँ नगरौँ ल माथि गएर माथि डाँडाको भ्यू देखाउँछु चढ्ने भन्छ अलि हिम्मतै लिएर है मेरो म्याडमको हिम्मत छ ग्रेट वाल जस्तै बनाएको छ चढ्न चढ के छ त जिन्दगानीमा होइन चढ्नुपर्छ अझै माथि जानुपर्छ अझै यसरी बादल कुद्छ नजिकै देख्छ यार बादल कुट्यो नि कुदै होइन यो हो नि यस्तो बवाल देख्छ मिनी ग्रेट वाल एउटा घोडा त्यहाँ छ अर्को हिँड्न नसक्ने घोडा छ हो म्याडम हिँड न हौ खतरा होइन यार यस्तो दामी मुभमेन्ट छ ल दुईवटा रहेछ यार कालो पनि रहेछ तिनवटा घोडा चढ्ने घोडा चढ्ने हो हुन्छ कालो चढ्ने कि कुन चाहिँ चढ्ने अब चौडी गाई चाहिँ मासतिर होला तर अहिले सुक्खाको मौसम भएर चौडी गाई चाहिँ पाउँदैन होइन चौडी गाई तत्तिर झरिसक्यो कोरतिर अब यही हो अन्त म्याडम बोलौँ एकछिन अघि नै भन्छ कि होइन यो चाहिँ दोलखा सैलुङ गाउँपालिका नेपालमा पर्छ मिनी ग्रेट वाल राम्रो बनाइरहेको छ त्यही हो यो पोरा हो योबाट खिच्दा ल म होला यो यस्तो राम्रो ठाउँमा यस्तो फोहोर गर्ने यो चाहिँ सभ्य नागरिकको पहिचान होइन है यो गुड म्यानर्स होइन
पानी खाने हो प्यास लाग्छ तिर्खा लाग्छ तर यसरी फोहोर गर्नु हुँदैन किनभने यो हाम्रो सम्पदा हो हेरिटेज हो होइन सैलुङ हो सफा राख्नुपर्छ सफा राख्ने हामी सबैको दायित्व हो यसरी फोहोर गरेपछि के मेसेज जान्छ आउने जेनेरेसनहरूलाई पनि अलि म्यानर्स भएन है यो यहाँ होइन यहाँ देखा त के हो यो चिउरो खाऊ न खाऊ चिजबल खाने चाउचाउ के खाने खाऊ तर यसरी फोहोर नगर न राम्रो बानी होइन त यस्तो राम्रो स्वर्ग जस्तो ठाउँ छ फोहोर गरेर होइन मान्छे भन्न सिकौँ मान्छे हो नि पशु त होइन नि पशुले पो यस्तो जताभावी हग्ने फोहोर गर्ने गर्छ मान्छेले त अलिकति सरसफाइ राख्ने भन्ने हुन्छ है यस्तो फोहोर नगरौँ होइन खानु चिज चाउचाउ जे खानु छ तर डस्टबिन नभएपछि पकेटमा हाल्नुहोस् गुड म्यानर्स देखाऊँ गुड मेसेज सेन्ड गरौँ आउने पुस्ताहरूलाई यसरी फोहोर नगर्नु है यो हेरिटेज प्लेसमा हस् त धन्यवाद हस् त धन्यवाद यो मेसेज के भन्न चाहनुहुन्छ यस्तो फोहोर गर्नेहरूलाई कृपया फोहोर नगरिदिनु होला उता हिमाल हेरिदिनु होला कति राम्रो अब हामी चाहिँ सैलुङेश्वरी महादेव गुफा जाँदैछौँ होइन उहाँ महाभगवान् यहाँ विराजमान हुनुहुन्छ यहाँ भयो बुढाबुढी अब महादेव भगवान्लाई दर्शन गर्न जाने न यही हो जाने बाटो यस्तै छ होइन अब हुन्छ बिस्तारै सबै कुराहरू हरे कृष्ण यही हो बाटो ठाउँ ठाउँमा बोर्ड पनि राखिदिएको छ होइन टक्क जान सक्नुहुन्छ हेरेर यसरी बनाइदिएको छ ल त हामी गुफा जान्छौँ त्यहाँ चाहिँ अब फोटो खिच्न नमिल्ला त्यही भएर देखाउनु मिल्दैन है त सक्छ म्याडम फेरि उहाँ तनावमा छ ल यही हो चाहिँ हाम्रो सैलुङमा पर्छ होइन बवाल छ दामी छ होइन आउनु सक्नुहुन्छ फाइनली हामी चाहिँ महापर्वको आइपुग्यो होइन यही हो उहाँ नै हुनुहुन्छ सैलुङेश्वरी महादेव गुफा होइन ए म्याडम हाम्रो महाप्रभु बाबा हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे गुरुले सिकेर मात्रै यो सबै गौरीशङ्कर गणेशमा सर्लक्कै एकदम चिसो छ होइन ज्याकेट चाहिँ टाङ्गमा लाएर यहाँ चाहिँ म अलिक बलियो भएको भएर चाहिँ टी सर्ट लाएर यसो भिडियो बनाएर यो गल्ती चाहिँ नगर्ने फेरि निमोनिया होला चिसो लाग्ला ज्वरो आउला होइन मेरो गल्ती चाहिँ हुँदैन मेरो विचार गर्नुहोस् थ्याङ्क्स
के भरे यो त्यहाँ गएको थियो नि तलतिर अनि खसल 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 गरेर कि तलबाट के हो